के तपाईलाई थाहा छ मेरो आज युट्युब फेसबुक इन्स्टाग्राम चलाउन लागेको 1.5 वर्ष जति भयो। मेरो युट्युबमा अहिले 780 वटा फलोअर्स छन्, सब्स्क्राइबर छन् र फेसबुकमा चाहिँ 6500 जति छन्। तर यो धेरै मेहनत गर्नु पर्यो यति पुगाउनलाई। फेसबुक पेजमा धेरै मेहनत गर्नु पर्यो। खासै भिडियो त बनाउन आउँदैन मलाई, तर ट्राई गरिरहेको छु। जे होस्, मैले 1.5 वर्षमा युट्युबमा 780 वटा सब्स्क्राइबर ल्याउन सफल भएको छु र जहाँसम्म लाग्छ मलाई अझै प्रयास गर्नेछु, किनकि मलाई त्यति भिडियो पनि बनाउन आउँदैन र म अझै यो भिडियो बनाउँदाखेरि उत्साह हुन्छु, किनकि मलाई अझै आओस् यस्तो कामहरू, किनकि म अझै यो गर्न सकूँ, अझै अगाडि बढु इच्छा लाग्छ त्यस्तो मलाई बन्नलाई। किनकि म भर्खरै युट्युबमा हात हालिरहेको छु। 1.5 वर्ष भयो, कहिलेकाहीँ चलाउने नचलाउने हैन। अब त्यही भएर म प्रयास गरिरहेको छु। अलिकति एडिटिङ गर्न पनि सिकिरहेको छु। के थाहा अब पछिसम्म होला कि भन्ने आशा छ। जहाँसम्म लाग्छ मलाई, कहिलेकाहीँ भिडियो बनाउँदाखेरि भ्युज नआउँदाखेरि मलाई यो म गर्दैन, बरु मलाई ज्यामी काम ठिक छ भनेर म कहिलेकाहीँ छोडिदिन्छु। पटक पटक म महिनामा कहिले हाल्दैन, कहिले 1 महिनामा 2 चोटि हाल्छु, कहिले हाल्दैन म। तर सोच्छु यसरी, किनकि म के गरिरहेको छु, मलाई कहिलेकाहीँ समय हुन्छ, छुट्टीको समय म त्यत्तिकै गेम खेलेर बस्छु, त्यत्तिकै हल्लिएर बस्छु। बरु यसै समयमा म एउटा 2टा भिडियो एडिट गरेर बनाएर हालौँ न, के होला कि मनमा सोच हुन्छ। तर म त्यो हालिरहेको छैन। तर पनि अब हाल्ने प्रयास गरिरहेको छु। अब जे जस्तो भए पनि मोबाइल हातमा छ, केही गर्ने इच्छा छ, त्यही भएर दिनमा 1-2टा भिडियो बनाएर चाहिँ हाल्छु म। र आगामी दिनहरू पनि हाल्दै गर्छु। तपाईहरु साथ र सपोर्ट गर्नु होला, किनकि अब भर्खरै छु, मलाई कसैले चिन्दैनन् र त्यति भिज पनि आउँदैन। म खासै यता खानाको भ्लग र यताउतिको त म बनाएको छैन अहिलेसम्म। कमेडी हल्का फुल्का बनाउँछु, त्यही भएर पनि अब त्यति आएको छैन। अब प्रयास गर्दै जान्छु र तपाईको साथ र सहयोग चाहिएको छ। हस् त, जय नेपाल।